हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। आज मैले एकदमै सफ्ट कोदोको रोटीको रेसिपी लिएर आएको छु। यसरी रोटी बनाउँदाखेरि रोटी टुक्रिदा पनि टुक्रिदैन र भित्र धेरै पिठो रहँदा पनि रहँदैन। एकदमै सफ्ट अनि मिठो रोटी बनेर रेडी हुन्छ। हजुरहरू पनि एकपटक यसरी नै बनाएर ट्राई गर्नुहोला। एकदमै सफ्ट नरम रोटी बनेर रेडी हुन्छ। यसको लागि मैले यहाँ 1 कप फापरको पिठो युज गरेको छु। त्यस्तै गरेर 1 कप यो कोदोको पिठो युज गरेको छु। हजुरहरूले यसरी दुईटा रोटी पिठोहरू मिक्स गरेर बनाउँदाखेरि रोटी टुक्रिदैन। त्यस्तै गरेर घिउ र स्वादको लागि सक्खर युज गरेको छु। हजुरहरूले गुलियो मन पर्दैन भने स्किप गर्न सक्नुहुन्छ। अब चाहिँ एउटा बल लिने र त्यसमा पिठो राखिदिने। पिठो राखिसकेपछि मैले यसमा सक्खरलाई पनि राखेँ र अब पानी राखेर यसलाई बाक्लो खालको ब्याटर बनाएर रेडी गर्नुपर्ने हुन्छ। पानी चाहिँ सुरुमा थोरै राख्दै मिक्स गर्नुहोला, नभए चाहिँ यसमा लम्सहरू बन्छ र पछि मिक्स गर्न गाह्रो हुन्छ। ल हेर्नुस् त, मैले यसरी मिक्स गरि पनि सकेको छु र यतिको कन्सिस्टेन्सी भएपछि हाम्रो ब्याटर बनेर रेडी हुन्छ। र अब यसलाई 10 मिनट जति रेस्ट हुनको लागि छोडिदिइसकेपछि हामीले रोटी बनाउने स्टार्ट गर्न सक्छौँ। मैले चाहिँ एउटा प्यान लिएँ र हिटलाई मिडियममा राखेँ। अब त्यसमा घिउ राख्ने र आफूलाई कतिको ठुलो र कतिको पातलो रोटी मनपर्छ त्यही अनुसार ब्याटर राख्ने र यसरी डाडुको सहायताले यसलाई चाहिँ यसरी फैलाउँदै लैजाने। मलाई चाहिँ पातलो खालको रोटी मनपर्ने भएकोले मैले पातलो हुने गरेर फैलाएको छु। र अब चाहिँ यसलाई यसरी छोपेर 1-2 मिनट जति पकाइसक्ने। ल हेर्नुस् त, वान साइड चाहिँ यो राम्रोसँग पाकिसकेको छ र यसरी माथि चाहिँ यसरी ड्राई भइसकेपछि अब यसमा घिउ लगाउने। अब घिउ चाहिँ हजुरहरूले कतिको धेरै थोरै मनपर्छ त्यही अनुसार लगाउन सक्नुहुन्छ। र यसरी मैले घिउ चारैतिर राम्रोसँग लगाइसकेपछि अब चाहिँ यसलाई यसरी उल्टै पल्टै गरेर पकाउन पर्छ। यसलाई चाहिँ अब बिर्को यो ढक्कनले ढाकेर पकाइराख्न पर्दैन। यसरी प्रेस गर्दै चारैतिर राम्रोसँग पाक्ने गरेर पकाइसकेपछि हाम्रो कोदोको रोटी बनेर रेडी हुन्छ। हेर्नुस् त, कति सजिलैसित एकदमै हेर्दै खाउँ खाउँ लाग्ने रोटी बनेर रेडी भइसकेको छ। हजुरहरूले चाहिँ यो कोदोको पिठोको मात्रै रोटी बनाउन लाग्नुभयो भने चाहिँ यो राम्रो बन्दैन र यो यसरी पल्ट्याउँदाखेरि चाहिँ यो भाँचिन्छ। त्यही भएर हजुरहरूले यसमा अरू कुनै पिठो जस्तै फापर अथवा गहुँको पिठो एड गर्नुभयो भने चाहिँ यो यसरी नभाँचिकन एकदमै पर्फेक्ट रोटी बनेर रेडी हुन्छ र यो एकदमै हेल्दी पनि हुन्छ। हजुरहरू पनि एकपटक यसरी नै यो रोटी बनाएर ट्राई गर्नुहोला। एकदमै सजिलोसित एकदमै पर्फेक्ट रोटी बनेर रेडी हुन्छ। हेर्नुस् त, मैले यसरी सबै रोटी बनाएर रेडी गरिसकेँ र यो एकदमै सफ्ट बनेर रेडी भइसकेको छ। मैले चाहिँ यसलाई चिकन ग्रेभीसँग सर्भ गरेको थिएँ। हजुरहरूले आफूलाई जेसँग मन लाग्छ त्योसँग सर्भ गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई मेरो यो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू फर वाचिङ। बाई।